अनि हजुरको हस्बेन्ड चाहिँ कता हुनुहुन्छ? मेरो हजुर मेरो बुढो हजुर मेरो बुढो छैन। छैन? के हुनुभयो नि? कता जानुभयो नि? पहिलो गाखा। ए बुढो नि पहिलो जानुभएको छ? ओहो पहिलो जानुपर्ने चाहिँ तपाईँ हो? बुढो पो जानुभयो, बर्बाद भयो नि त। केटा मान्छे नि पहिलो जान्छन्। कसरी? केटा मान्छे त लिएर पो आउँछ नि त। केटा मान्छेले त लिएर पो आउँछ नि त। हो नि। पहिलो गएको हो क्या पहिलो। हो र? पहिल्यै गएको हो र? अनि तपाईँले नि बिहे गरेर ल्याउनु पर्थ्यो नि त। अनि भन्नुहोस् नयाँ नौलो खबर के छ त हजुरको? सबै ठिकै छ। हो? खाना खानुभयो त? खाएरै आयो। हो? तपाईँले त? मैले खाएरै आएको हो मैले नि। कति ट्रिप गरिसक्यो तपाईँले? त्यता चाहिँ हजुरको अफिस हो? केमा जब गर्नुहुन्छ? न म त स्टाफ हो काम गर्ने। ए केमा जब गर्नुहुन्छ नि? स्पामा। स्पामा? ए भनेपछि म पनि छिर्नु पर्ला जस्तो। आज कतिको डिस्काउन्ट हुन्छ त? डिस्काउन्ट 1000सम्म हुन्छ। कतिमा मलाई गरिदिनुहुन्छ त? मलाई भने चाहिँ कतिमा गरिदिनुहुन्छ त? 1000 भनेर 1200 हो नर्मलको। 1000सम्म गरिदिन्छ। के हुन्छ नि 1000मा? ह्याप्पी इन्डिङ हुन्छ त्यही हो। ह्याप्पी इन्डिङ भने चाहिँ कस्तो हुन्छ खासमा? तपाईँहरूको झार्दिने। के झार्ने? के झार्ने त? खोइ के झार्छ? हजुर? खोइ कसरी झारिदिने त? कसरी झार्छ त अब त्यहाँ अफिसमा गएर बुझ्नु न। तपाईँ हो अब तपाईँ म कहिले गएको छैन अब ह्याप्पी इन्डिङ भने जान ल। हजुर अहिले गएर गर्ने हो तपाईँ? हो। हुन्छ तपाईँ सोध्ने हामीले झारिदिने हातले। त्यही हो मसाज? पहिला मसाज हुन्छ लास्टमा ह्याप्पी इन्डिङ हुन्छ। ए हो र? मसाजमा चाहिँ कस्तो मसाज हुन्छ? कस्तो मसाज हुन्छ? अब तपाईँको जिउहरू दुखेको पछि हुन्छ त्यही हो। ए अनि त्यस्तो ह्याप्पी इन्डिङ गर्दाखेरि केटाहरू अनि खुसी हुन्छन् त? खुसी हुन्छन् त? हजुर तपाईँहरूले आफै गर्नुहुन्छ कि? खुसी नहुने भए 500,000 टिप्स दिएर जान्छ। 500,000? होइन ह्याप्पी इन्डिङ भने चाहिँ के चाहिँ रहेछ? 500 झारिदिने कि तपाईँहरूको? के चाहिँ झार्ने त? नि झार्नु त झार्ने पसिना? खोइ तपाईँको के झर्छ? मेरो त पसिना झर्छ। आउँदैन कसरी? दिनमा कतिजनाको ह्याप्पी इन्डिङ गर्नु पर्यो हुन्छ। ए स्टिम मात्रै बसे पनि 1000मा हुन्छ। स्टिम भनेको चाहिँ के हो? बाफ लिने हो क्या त्यो लागेको पछि हुन्छ नि त। भित्र हालेर बस्ने क्या बाफमा भित्र। आफू कति बस्नु सक्छ त्यति बस्नु। पसिनाहरू आउँछ होइन आफ्नो जिउको त्यो फोहोर मैलाहरू लुकेर बसेको मैलहरू सबै निस्किन्छ। अनि सफा हुन्छ। ए ह्याप्पी इन्डिङ होइन अर्को इन्डिङ गर्दाखेरि चाहिँ 2000। कतिसम्म केटाहरूले टिप्स देखायो नि त तपाईँलाई? कतिसम्म टिप्स दिएको छ नि त? कतिसम्म? हजुर 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 दिन्छन् 1000सम्म भन्दा बढी त्योभन्दा बढी दिँदैन टिप्स। हो? ह्याप्पी इन्डिङ गरेको हो र? हे तपाईँहरूले त ह्याप्पी इन्डिङ कडै गर्नु हुँदो रहेछ है। पसिना दह्रो झारिदिनु हुँदो रहेछ नि। झारिदिन्छु। बडी टच पनि हुन्छ नि त। बुबु सुबु छाम्न पाइयो। हो र? ए गाह्रो रहेछ त त्यसो त। फोकटमा पैसा आउँछ त। ए बरै गाह्रो रहेछ त। दिनमा कति जति कमाइ हुन्छ? 3-4 हजार। आमामा दिनमा 3-4 हजार? 3-4 हजार भनेपछि आफै स्कुटर किनेर कुदाउँदा भइहाल्यो नि। तलब जम्मा 20,000 छ नि त। अनि 3-4 हजार अनि 20,000 अनि महिनाको 12-13 लाख 1,20,000 त्यस्तो त आइहाल्दो रहेछ। हो? अनि तपाईँहरू रुममा जानुहुन्छ कि जानुहुन्न? रुममा चाहिँ
रुममै जाने त हो रुममै केटाकै रुममा केटाको रुममा जाँदैन केटाको रुममा त अलि कसैले त अफर गर्छ होला नि त लिएर जान्छ होला नि त जान खोज्छन् होला नि त कसैले त अफर गर्छ होला नि त कसैले गर्दैनन् ए अनि बुढोलाई पनि अनि मसाज गरिदिनु हुन्छ होला नि त बेलुका बेलुका त गरिदिन्छु हो दुईटा बेला हो अनि त्यो त गर्नु परिहाल्यो नि होइन बुढीले जाने काम गगरहरू सानो हुन्छ धोतीहरूको ठुलो हुन्छ राम सामुहरूको पनि ठुलो हुन्छ ए त्यहाँनिर तन्नेहरू केटा नै आउँदैन सबै सुक्रोहरू मात्रै आउँछ सुड्डुहरू मात्रै आउँछ केटाहरू चाहिँ किन नआएको रहेछ त आउँदैन नि त केटाहरू अनि केटाहरूलाई जिउ दुःख हुँदैन ठुलो ठुलो हुन्छ अन्त जिउ दुखेको बेलामा त आउने ठाउँ होइन भन्नुहुन्छ तपाईँ फेरि कोही कोही बेलामा आउँछ हो लाज लाग्दैन तिनीहरूलाई तर त्यस्तो मात्तेको हुँदैन झन् हो र सुक्रोहरू चाहिँ मात्तेको हुन्छ ए सुड्डुहरू चाहिँ मात्तिएको हुन्छ पैसा दिन्छु गरिदेऊ भन्छ ए घिन लाग्छ घिन लाग्छ छोरी हुन्छ सुक्रोहरू डमडम गर्नु है ए ह्याप्पी एन्डिङ कडै हुने रहेछ त्यसो भए त तपाईँहरूको अनि ह्याप्पी एन्डिङ कडै हुने रहेछ अनि कडै भइहाल्छ है हेत्तेरिका हेत्तेरिका कति वर्षदेखि मसाजमा काम गर्नुभयो तपाईँ कति बजी पुग्नुपर्छ कति वर्षदेखि काम गर्नुभयो कि मसाजमा म त भर्खर 1 महिनादेखि जोइन गरेर ए 1.5 महिना भयो भर्खर 1 महिनामा चाहिँ कस्तो लाग्यो तपाईँलाई जम्मा 2 दिन त ट्रेनिङमा गएको हो लाजिम काट्न ए कस्तो लाग्यो त कस्तो कस्तो केटाहरू आउँदो रहेछ भन्नै नभने कस्तो कस्तो आउँछ है कोही त डरै लाग्दो आउँछ है अनि ह्याप्पी मसाज सेन्टरमा आएर तपाईँ त मलाई कति राम्रो लाग्यो भन्नेहरू नि आउँछ होला तपाईँ त मलाई कति राम्रो लाग्यो भन्नेहरू पनि आउँछ होला त्यस्तो भन्ने हुँदैन होइन इस्लामको नेगेटिभ बारेमा केही हुँदैन इस्लाम हुने सर्भिस सबै पाउनु भइहाल्छ उहाँहरूले अब त्यस्तो नेगेटिभ सोच्नेहरू पनि सोध्नेले सोच्दै गर्छ हो अनि प्रेम प्रस्ताव राख्दैन त कसैले राख्दैन क्या तर इस्लाममा चाहिँ कोही मात्तिकोहरू आउँछ तिनीहरूलाई चाहिँ लोड पैसा लिने हो अनि गर्नु हो कतिसम्म लिनुभएको कतिसम्म लिनुभएको छ लोड पैसा चाहिँ 5-6 हजार लिएको छ 5-6 हजार नि दिएर गर्छन् दिन्छ नि हो र कस्तो धनी धनी आउँछ हो र हो र अनि ज्याकोहरूले पैसा कहाँलाई फर्काउनु भएको हुन्छ हो अनि तपाईँले बचत गरिदिनुहुन्छ है त्यस्तोहरूलाई त ढुक्नु त पर्दैन हो हो गाह्रो भयो क्या तपाईँलाई चिसो भयो मैले आज गलबन्दी ल्याउनु बिर्सेँ कि ए बारमा निस्केको तपाईँहरूको फ्रीमा इलाज हुन्छ हो र ए कडा रहेछ तपाईँको त त्यसो भए तपाईँहरूको फेसिलिटी त राम्रो रहेछ नि त यही थापाथापीको चेकिङ हुन्छ चेकिङ हुन्छ सबै फ्रीमा पाइहाल्छ सबै फ्रीमा पाइहाल्छ अब रोगै लाग्यो भने त कहाँ फ्रीमा हुन्छ र नि एउटा मान्छेले नगरकोट घुम्न जाऊँ भने गरेको थियो अनि नम्बरै ब्लगमा हाल्यो हो र नदिने मोजार मोज गर्ने रे अनि घुमाइदिने रे डलाई भनेर अनि ब्लगमा हालेको पैसा चाहिँ कति मागेको थियो तपाईँले खोइ 7-8 हजार कति दिनुपर्छ भनेर साथीले अनि पैसा त हुँदैन के अरे घुम्न चाहिँ जाने हो घुमाइदिन्छु खुवाइदिन्छु भनेर रहेछ घुम्नु नपाएर खानु नपाएर मर्या हो भनेर साथी फर्काइदिन्छ तपाईँ पो अनि स्पामा काम गर्नुहुन्छ आफै मसाज गर्नुहुन्छ अरूलाई गराउनुहुन्छ हामी त मसाज गरे हुँदैन अनि गर्दैन हौ पालै पालो साथीहरूले गर्यो भने मात्र हो नत्र हुँदैन
तपाईँले चाहिँ आफैले के अरे मसाज गर्नुभएको छैन तपाईँले चाहिँ आफैले मसाज गर्नुभएको छैन मतलब अरूलाई गर्नु लगाउने के साथीहरूलाई हजुर आफै अरू साथीहरूले के तपाईँलाई ए हो र किन र तपाईँको नि ह्याप्पी इन्डिङ गरिदियो कि ए तपाईँहरूको चाहिँ ह्याप्पी इन्डिङ कसरी गर्ने नि फेरि केटी मान्छेको चाहिँ ह्याप्पी इन्डिङ कसरी गर्ने नि त अब हो र केटी मान्छेको नि हुन्छ ह्याप्पी इन्डिङ हो र त्यस्तो नै हुन्छ केटी र केटीलाई पनि हो र किन र त्यस्तो कुरा नगरौँ कता अब पाउँदैन र त मैले यता आउनु खोजेको नखोजेको पाउँदैन नि यता पाउँदैन